कुरै नबुझ्नु भन्दाखेरि आदि अधुरो बुझेर मान्छेहरू बोल्छ नि, त्यो चाहिँ एकदमै धेरै हानिकारक हुन्छ कि एकदम खतरनाक हुन्छ। यो विद्यार्थी सङ्गठनको मर्म के हो, विद्यार्थी सङ्गठनले आवाज कसरी उठाउँछ त्यो बुझेको, त्यो बारेमा मजाले राम्रोसँग अध्ययन गरेको, त्यसमा कसरी कार्यक्रम प्रस्तुत गर्न सकिन्छ त्यो देखाउने विद्यार्थी सङ्गठन चाहिँ असली विद्यार्थी सङ्गठनको नेताहरू हुन्। विश्वविद्यालयको प्राङ्गणमा तपाईँहरूले के प्रोग्राम गर्नुभयो? यो हाम्रो चाहिँ यो सरकारले गरेको यो स्टुडेन्ट युनियनहरूको यो विद्यार्थी सङ्गठनहरूको खारेजी विरुद्धमा अनि यो बढ्दो महँगी नियन्त्रण सम्बन्धीमा, अनि विशेष गरी चाहिँ हाम्रो यो विद्यार्थीहरूले हाम्रो विद्यार्थी सङ्गठनहरूको आन्दोलनपछि 45% छुट पाउने गरिरहेको थियो यातायातमा। यसमा चाहिँ अहिले यातायात सङ्घहरूले चाहिँ विभिन्न कारण देखाएर अहिले दिँदै आइरहेको छुटहरू चाहिँ बन्द गरेको छ। यस कारणले हामीले पाउनुपर्ने विद्यार्थीहरूले पाउने सुविधा जति छुट छ त्यो चाहिँ हामीले राज्य सरकारले जसरी भए पनि त्यो पाउनुपर्छ, विद्यार्थीहरूको सहुलियतको लागि त्यो प्रदान गरिनुपर्छ भन्ने यो बारेमा पनि सरकारले ध्यान जाओस् भनेर हामी आजको यस विरोध कार्यक्रममा छौँ। हजुर पनि यही विश्वविद्यालयको अध्ययनरत छात्र हो? म यस विश्वविद्यालयको एङ्की क्याम्पस सरस्वतीमुखी क्याम्पसमा अध्ययनरत छात्र हुँ। म पनि यता म भनेको अन्तर्राष्ट्रिय ब्युको केन्द्रीय सदस्य पनि हो र सरस्वतीमुखी क्याम्पस कमिटीका सचिव पनि हो। अहिले पछिल्लो समय एउटा विषय निकै चर्चामा छ, जुन कीर्तिपुर रङ्गशालालाई चाहिँ हटाउनुपर्छ भन्ने छ। यो विषयमा चाहिँ तपाईँको के छ धारणा छ? यो विषयमा भन्दाखेरि मेरो आफ्नो व्यक्तिगत धारणा कसैलाई मन पर्न सक्छ, कसैलाई मन पर्न सक्दैन। यो नेपालको इज्जत राख्ने एउटा मात्र रङ्गशाला हो हाम्रो यो कीर्तिपुरको क्रिकेट ग्राउन्ड होइन। यसमा चाहिँ अब कसरी हुन्छ यो हटाउने भन्दा पनि यसलाई चाहिँ कसरी हुन्छ यसो समावेश गर्न सकियोस्, यहीँनिर यहीँको विद्यार्थीहरूलाई कसरी सहुलियत दिएर हुन्छ, भोलिको दिनहरूमा कसरी यसलाई अगाडि बढाएर हुन्छ, मिलाएर अगाडि बढाउनु पर्यो। यसमा चाहिँ राजनीतिकरण हुनु भएन। नेपालमा खेलकुदको समग्र हेर्ने हो भने क्रिकेट सबैभन्दा माथि रहेको छ। फुटबल त त्यस्तै राखेपा र एन्फाको विषयले गर्दाखेरि बन्द भएको अवस्था छ। यो हुँदै गर्दा फेरि राम्रो भनेको हाम्रो क्रिकेटै मात्र छ। यसलाई पनि अब धाराशाही बनाउनु भएन। यसको लागि चाहिँ पहिले हामीले राम्रोसँग अध्ययन गरेर छलफल गरेर कसरी हुन्छ तानासा प्रविधि नदेखाइकन यहाँको त्रिवीको पदाधिकारीहरूसँग मिटिङ बसेर हुन्छ, यहाँको शिक्षा मन्त्रीसँग बसेर हुन्छ, प्रधानमन्त्रीसँग बसेर हुन्छ, खेलकुद मन्त्रीसँग बसेर हुन्छ, कसरी हुन्छ यहाँको स्थानीय तह लगायतको सबै तहसँग मिलेर यसबारेमा चाहिँ छलफल गरेर मेरो विचारमा यति दुःखले बनाएको, यति दुःख कष्ट सहेर एउटा इतिहास हो यो भनेको, यसलाई मेटाउनु यतिकै पाइँदैन। त्यसको कारणले पनि यसलाई चाहिँ हटाउनु चाहिँ नखोजिएला नमिल्ला भन्ने कुरा हो। मेरो पर्सनल धारणा चाहिँ यही छ। तपाईँको विचारमा चाहिँ यो हटाइनु हुँदैन, यसले चाहिँ देशको लागि भए पनि देशको हितको लागि छ भन्नु खोज्नु होइन? मेरो त्यही हो। अब अरू यहाँनिर डिस्टर्ब हुने पढाइमा भनेको त्यो एक सिजन मात्र हो, एउटा समय मात्र हो। त्यसको लागि त्रिवीको हाम्रो शैक्षिक क्यालेन्डर हुन्छ, शैक्षिक पात्रमा हल्का यताउता फेरबदल गरेर मिलाएर कसरी हुन्छ यसलाई वैकल्पिक रूपमा चाहिँ गरेर यसलाई हटाइनु हुँदैन भन्ने चाहिँ मेरो चाहिँ धारणा पर्सनल। विश्वविद्यालयले चाहिँ विज्ञप्ति नै निकालिसकेको छ, 35 दिनको सूचना, 35 दिनभित्र निकालिएन भने आफू कानुन बमोजिम गर्ने भन्ने छ। के विश्वविद्यालयले हटाउन सक्ला त? यसबारे चाहिँ म केही पनि भन्न सक्दिनँ। यस विश्वविद्यालयको नियम कानुन संविधानभन्दा माथि कोही पनि छैन र कसैले केही भनेर पनि हुँदैन होइन। यसबारेमा चाहिँ अब हामीले केही गर्न सक्ने, हामीले बस्ने हेर्ने मात्र हो। अनि आफ्नो त्यही हो विरोध जनाउने, त्यति हो गर्न सक्ने भनेको। हामीले गर्न सक्ने केही नै छैन। म पनि एउटा क्रिकेट फ्यान पनि हो। यो विश्वविद्यालयलाई कसरी संरक्षण गर्नुपर्छ, यसमा भोलिको दिनमा कसरी विश्वविद्यालयलाई अगाडि बढाउनुपर्छ, विश्वको टप विश्वविद्यालयमा हाम्रो देशको त्रिवी पनि कसरी ल्याउनुपर्छ भन्ने त्यो सोच बोकेको मान्छे हो। त्यसो हुँदाले गर्दाखेरि चाहिँ यो चाहिँ दुइटै पक्षलाई चाहिँ मिलाएर लानुपर्छ भन्ने मेरो चाहिँ कुरा हो, धारणा हो। फेरि भत्काउनु हुँदैन, बल्ल बल्ल बनाएको संरचनाहरू भन्ने मेरो चाहिँ कुरा हो। अहिले केमा आबद्ध छु भन्नुभयो? म अन्तर्राष्ट्रिय ब्युमा आबद्ध छु। पहिलेको नेकपा यसको निकटको भातृ सङ्गठन अन्तर्राष्ट्रिय ब्यू निकट छु। जातीय सङ्गठनहरू यो राज्यले चाहिँ अहिलेको सरकारले चाहिँ खारेजै गर्ने भनेको छ, तपाईँको त्यस विषयमा चाहिँ के छ? यो विद्यार्थी सङ्गठनहरू खारेज गर्ने भन्नेमा चाहिँ यो चाहिँ चरम असंवैधानिक कदम हो। अहिलेको अलोकतान्त्रिक अभ्यास पनि हो। यो
यो भनेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि राज्यले संविधानभन्दा विपरीत गएर कुनै पनि संस्थालाई सङ्गठनलाई बेन्ड गर्नु भनेको यो निरङ्कुशता हो। यसमा चाहिँ सरकार त्यो बाटोतर्फ गइरहेको छ। यसमा चाहिँ खबरदारी गर्न चाहन्छौँ हामी। विद्यार्थी सङ्गठन भनेको सबै विद्यार्थी सङ्गठनभित्र नराम्रो हुन्छ भन्ने हुँदैन। सबै विद्यार्थी सङ्गठनमा लाग्ने, विद्यार्थी सङ्गठनमा हुने सबै नेताहरू चाहिँ विद्यार्थी नेताहरू झोले भन्ने जुन प्रविधि छ, त्यो झोले भन्ने प्रविधि चाहिँ खासमा भनेको चाहिँ यो अज्ञानता के त्यो हुन्छ नि, आदि कुरै नबुझ्नु भन्दाखेरि आदि अँधुरो बुझेर मान्छेहरू बोल्छ नि, त्यो चाहिँ एकदमै धेरै हानिकारक हुन्छ कि एकदम खतरनाक हुन्छ। यो विद्यार्थी सङ्गठनको मर्म के हो, विद्यार्थी सङ्गठनले आवाज कसरी उठाउँछ त्यो बुझेको, त्यो बारेमा मजाले राम्रोसँग अध्ययन गरेको, त्यसमा कसरी कार्यक्रम प्रस्तुत गर्न सकिन्छ त्यो देखाउने विद्यार्थी सङ्गठन चाहिँ असली विद्यार्थी सङ्गठनको नेताहरू हुन् होइन। यो जुन यो बाँकीको यो गुन्डा पाल्ने, यो झोलेहरू पाल्ने भने जसरी मान्छेहरूले यसलाई आफ्नो धारणा व्यक्त गरिरहेछ नि, यो धारणा भनेको चाहिँ उहाँहरूको होइन कि, यो भनेको एउटा यो सामाजिक सञ्जालमा त्यो साइबर आर्मीहरूको एउटा धारणामा लाएर मान्छे फ्लोमा बगेको मात्र हो। त्यो भोग्ने स्टुडेन्टहरूलाई थाहा हुन्छ स्टुडेन्ट युनियन भएन भने के हुन्छ। हेर्नुहोस् न, अब हाम्रो यो स्टुडेन्ट युनियनले हाम्रो सरस्वती क्याम्पसमै मात्र गर्ने हो भने विद्यार्थीको हक हितको लागि धेरै पैसाहरू त्यो बिबिए, बिबिएम, बिएचएम, बिएसडब्ल्यू लगायतको विभिन्न सब्जेक्टहरूमा पैसा घटाएर, शुल्क घटाएर, सेवा सुविधा बढाएर गरेको छ। कस्तो हुन्छ भन्दाखेरि यो यदि विद्यार्थी सङ्गठन भएन भने चाहिँ यो कर्मचारी तन्त्र चाहिँ बढी हुन्छ। कर्मचारी तन्त्र बढी हुँदै गर्दाखेरि विद्यार्थीहरूले एउटा काम गर्न जाँदाखेरि पनि त्यहाँ उनीहरूले झुलाएर घन्टौँ राखिदिने, लाइन राखिदिने, खाने टाइम आधी घन्टा भनेर 1.5 घन्टा बस्दिने, उनीहरूको मन परी हुन्छ, लापरवाही हुन्छ। त्यसले गर्दाखेरि पनि यो विद्यार्थी सङ्गठन चाहिँ आवश्यक छ। अब अर्को हिसाबले भन्दाखेरि सिधा भन्दाखेरि मेरो क्याम्पस भनेको, मेरो नभए हाम्रो क्याम्पस सरस्वती बहुमुखी क्याम्पस त्यहाँ चाहिँ ठमेलको नजिक छ। त्यो हुँदाखेरि त्यहाँनिरको ट्यापे गाँजा साजा खानेहरू कलेजभित्र आएर यताउता गरेर बस्छ। हामीले धपाएको हो। यसरी पनि हामीले आफ्नो कलेजलाई पढ्ने शैक्षिक वातावरण कसरी बनाउन सकिन्छ त्यो बारेमा हामीले सोचेर राम्रो काम पनि गरेका छौँ। नराम्रो कामहरू अरूले गर्यो होला, धेरैले गर्यो होला नराम्रो काम। त्यो नराम्रो कामलाई मात्रै हेरेर पनि भएन कि, राम्रो काम पनि हेर्नु पऱ्यो। स्टुडेन्टहरूलाई 45% छुट हामीले दिएको छौँ। टियुमा 1 लाखसम्मको स्टुडेन्टको इन्सुरेन्स हामीले गराइदिएको छौँ। त्यहाँ इन्डक्सन चुल्हाहरू हामीले छात्रवृत्तिको रूपमा बेला दिने गरेको छौँ। कति प्राय ब्याजहरू कस्तो रहेछ भन्दाखेरि यो स्कलरसिपहरू नदिने, तर त्यो स्कलरसिपहरूको लागि पनि हामीले आवाज उठाएको छौँ। त्यसो हुँदै गर्दाखेरि नराम्रो पक्ष भन्दा पनि राम्रो पक्ष पनि हेरौँ न त। नराम्रो पक्ष कहाँ सुधार गर्नुपर्ने छ, कसरी सुधार गरिन्छ, अबको हाम्रो विद्यार्थीहरूको मार्गदर्शन कता के हो त्यो बारेमा पनि बहस गरौँ। अनि त्यसपछि भन्दा खारिज गर्ने भने त्यो चरम यो अलोकतान्त्रिक नै हो यो कदम। त्यसले गर्दाखेरि यो चाहिँ राम्रो होइन। अन्तिममा केही भन्नु छ? मेरो अन्तिममा भन्नु भनेको अहिलेको सरकारले जे जति गरिरहेको छ सबै विश्वास पाएर गर्नुभएको छ जनताहरूको। 2/3 नजिकको